धर्म जोगाउनु भनेको समाजलाई नर्क बन्नबाट जोगाउनु हो। हरे कृष्ण। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक 44। उत्सन्न कुलधर्माणां मनुष्याणां जनार्दन नरके नियतं वासो भवतीत्यनुसुषुमा। अर्जुन भन्छन्, हे जनार्दन, जसको कुल धर्म नष्ट हुन्छ त्यस्ता मानिसले अनिश्चित कालसम्म नरक भोग्नुपर्छ भन्ने हामीले सुन्दै आएका छौँ। महाभारतको समयमा कुलको मान्यता अत्यन्त ठुलो थियो। कुल नष्ट हुनु भनेको केवल परिवारको अन्त्य होइन, त्यो त सम्मान, पहिचान र भविष्यको समाप्ति मानिन्थ्यो। त्यसैले कुलको रक्षा गर्नु, उसको मर्यादा जोगाउनु र नाम उज्यालो राख्नु सबैभन्दा ठुलो धर्म ठानिन्थ्यो। अर्जुन मात्र होइन, हामीले पनि सुन्दै आएका छौँ, जो धर्म र कुलको सम्मान गर्दैन ऊ नरकको बाटोमा जान्छ। यसमा अझ व्यावहारिक रूपमा बुझ्न सकिन्छ, जहाँ धर्म हुँदैन, जहाँ मूल्य मर्यादा र मानवता हुँदैन, त्यो स्थान आफै नर्क हुन्छ। आज वरिपरि हेर्दा पनि देखिन्छ, जहाँ अन्याय, स्वार्थ र लोभ हावी छ त्यहाँ शान्ति छैन, डर छ, पीडा छ। त्यही नै नरकको रूप हो। राधे राधे।